गाइस गुड इभिनिङ सबैलाई नमस्ते हैन फेरि आज हामी सानो ट्रिपमा हिँडिरहेछ अब छोटो र मिठो डुवर्लेको बारेमा जानकारी दिउँ अब बसेको प्लेस नभन्नु भने भनिहाल्छ ठिकै छ त्यही पनि भाइले भनिहाल्यो त्यही पनि ठिकै छ हैन अब हामी चाहिँ यस्तै हो घुमघाम चलिरहेको हुन्छ हैन इभिनिङ वाक अब मर्निङ ड्युटी थियो इभिनिङ वाक त गर्नै पर्यो अलिकति हेल्दी पनि हुनु पर्यो किनकि यहाँ फिजिकल त्यति छैन तर मेन्टली स्ट्रेस चाहिँ धेरै हुने मेन चाहिँ मेन्टली के हुन्छ भने पैसा ओ माय प्रसन्न छ पैसा चिन्ता त छ तर के को चिन्ता भन्दा पैसा पछाडि भ्यू देखाउनु पैसा मात्र भइदा भए मैले यहाँ एउटा बोट किन्थेँ यही बोट किनेर म माछा मार्थे ओल्ड ट्रिप बोर्डमा धरम तिम्रै कसम जसले हेरेको यो भिडियो हेरेछ उसकै कसम सही म ओल्ड ट्रिप हानिदिन्थेँ क्या तर यस्तै बोटमा अब हामी यसो अब केटाहरूको तालमा भाइको तालमा भाइ पनि कडा अब फेरि है तर शिवम तँलाई हामीले मिस गरिरहेको छु होइन मिस त धेरै नै छ मेरो भाइको अर्को मेरो भाइ तिमीले थाहै होला मेरो साथी हो होइन तर चिलै छ लाइफमा अब जे सोचेको त्यो चाहिँ पाउनु रहेछ है मैले सोचेको त म बिलिनियर बन्छु भनेर तर नहुने रहेछ क्या टेन्सन भइदिएर राति निन्द्रा लाग्दैन यार खालि सोचेर बसिरहन्छु हाउ टु बिकम अ मिलिनियर भनेर सोध्छु तर खै मिलिनियर बन्ने थोपडै छैन जस्तो लागिरहेको छ यो थोपडाले पनि बन्दैन होला अब नेक्स्ट लाइफ बेटर लक नेक्स्ट लाइफ अब हिँड्दा थाकिसक्यो पैसाको लागि तर खै गन्तव्य पाउने छ कि छैन थाहा छैन अब यो भाइहरूको पालि भाइ पनि भर्खर 28 वर्ष भइसक्यो होइन त्यो भाइ पनि पैसा खोजीमा छ आम्मामा रात दिन पैसा भन्छ अहिले त म त एउटा वान अफ द वान फर द मनी लभर भने त भाइ त मोर देन मी मनी लभर राति उठ्दा पनि दाइ पैसा बिहान उठ्दा पनि दाइ पैसा दिउँसो पनि पैसा अब्बी यो पैसा हो सबै ठुलो कुरो तर एक्सट्रिमली पैसा चाहिँ सबभन्दा ठुलो कुरो हो होइन सबलाई जानकारी दिन्छु त्यही भएर बी अवेर फ्रम द लसेस मनी होइन पैसा चाहिँ जम्मा गर्नुपर्छ केटा कुन बेला नोबडी गर्न नोस् नेक्स्ट डे वाट द नेक्स्ट भने जस्तो होइन पैसाको लास्ट जरुरत हुन्छ क्या मेन कुरा अब भनौँ भने ठुलो कुरा गरे जस्तो हुन्छ तर पैसा सबभन्दा ठुलो हो यता र उति अब त्यो त केटाले पहिला भने हुन्छ तर म भन्दिनँ होइन किनकि यो भिडियो मेरो घर परिवारले नि हेर्छ आई नो द्याट है त्यही भएर अलि राम्रो सबै बोल्नुपर्छ त्यही भएर म यस्तो अहिले नेगेटिभतिर लाग्दिनँ किनकि म पोजिटिभ अलवेज आइ एम फोकस अन पोजिटिभ फेरि आमाको फोन आउँछ होइन आइहाल्छ फेरि दिमाग खराब त्यही हो त्यही भएर केटा पैसा चाहिँ बचाउनु पर्छ है पैसा मनी इज अलवेज पावर सो अनि आफ्नो ड्रिमलाई फुलफिल पनि गर्नुपर्छ होइन लाइक समथिङ एल्स अब आफूलाई के चाहियो भने किन्नुपर्छ त्यो चाहिँ गर्नुपर्छ है निडको कुरा चाहिँ गर्नुपर्छ निडिड बाइकको अरूसँग त्यो यथावस्थाको लागि चाहिँ आई एम स्योर ड्याम पैसा चाहिँ वेस्ट नगर केटा हो पैसा इज मोर इम्पोर्टेन्ट देन एनीबडी क्या ल है अब फेरि अर्को कुरामा ज्ञान चाहिँ दिन आउँछ नि फेरि त्यसको टपिक पनि पैसा हो फेरि अब्बी पैसा इज पैसा पैसा पनि सबै कुरा होइन अर्को